सिमी यो चाहिँ हाम्रोतिर पावाको 40 रुपियाँ पावा छ हाम्रो भोजपुर बजारमा। अनि त्यहाँबाट यो चाहिँ लोकल टमाटरहरू भोजपुरतिर यो चाहिँ टर्नेलमा फलेको एकदम। हेलो सम्पूर्ण युट्युब फ्यामिली हजुरहरूमा सेवा नमस्ते। फेरि पनि आइसकेको छु आज हजुरहरूको सामुमा छोटो भिडियो लिएर। भिडियोलाई चाहिँ फाइनल्ली हेर्नु होला है त। साथीहरू यहाँ देख्न सक्नुहुन्छ सब्जी तरकारी सबैलाई थाहा छ। मैले चाहिँ किन चाहिँ देखाउँदैछु भन्दाखेरि चाहिँ यो सब्जीहरू हेर्नु होला, अन्तिमसम्म हेर्नु होला है त साथीहरू। हाम्रो भोजपुर बजारमा चाहिँ शनिबारै हटिया लाग्छ। अनि चाहिँ आज म पनि हटिया गएको थिएँ र हटिया गइसकेपछि चाहिँ मैले चाहिँ यति चाहिँ सब्जी लिएर आएको छु। अनि हजुरहरूलाई यो सब्जी कसलाई मन पर्छ? मलाई चाहिँ यस्तो मन पर्छ। अनि चाहिँ मैले लिएर आएको छु साथीहरू, हेर्नुहोस् है। मैले चाहिँ के लिएर आएँ त भन्दाखेरि चाहिँ यो चाहिँ के भन्छ यसलाई, स्क्वास फर्सी कि के भन्छ, तपाईहरूले के भन्नुहुन्छ त्यस्तै जस्तो लाग्यो। अनि त्यहाँबाट यो चाहिँ साग, चाइनिज साग भन्छ साथीहरू, मलाई मन पर्छ यो पनि। अनि त्यस पछाडि यो अन्डा, मैले लोकल अन्डा लिएको छु। मैले चाहिँ 14 दाना लोकल अन्डा लिएँ। अनि यो अन्डा चाहिँ हाम्रोमा 25 रुपियाँ दाना भन्छ साथीहरू। अनि त्यस पछाडि यो बोडी सिमी यो चाहिँ हाम्रोतिर पावाको 40 रुपियाँ पावा छ हाम्रो भोजपुर बजारमा। अनि त्यहाँबाट यो चाहिँ लोकल टमाटरहरू भोजपुरतिर यो चाहिँ टर्नेलमा फलेको एकदमै। यो चाहिँ अहिले अस्ति चाहिँ भाउ घटेको थियो, अहिले चाहिँ आजको हप्तामा चाहिँ 70 रुपियाँ केजी थियो साथीहरू। अनि यो चाहिँ बकुल्ला। अब यो बकुल्ला हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ मनपर्छ यो बकुल्ला पनि। अब 50-60 रुपियाँ केजी रहेछ, ठिकै हो। अब मन पर्दाखेरि खानै पर्यो। अनि त्यहाँबाट यो देख्न सक्नुहुन्छ गाजर, एकदमै राम्रो गाजर। यो पनि भोजपुरमै फलेको, यो पनि एकदम लोकल अर्ग्यानिक हो। यो पनि अस्ति चाहिँ अब 100 रुपियाँ केजी त्यस्तै थियो, आज चाहिँ 120 रुपियाँ केजी त्यस्तै रहेछ। अनि त्यहाँबाट यो इस्कुसको मुन्टा, करेलाको मुन्टा। हामी चाहिँ गाउँघरतिर पहिला चाहिँ करेला भन्थ्यौँ, करेलाको मुन्टा भन्थ्यौँ। अब बजारतिर चाहिँ इस्कुस भन्ने चलन छ। अनि इस्कुसको मुन्टा यसलाई चाहिँ यो चाहिँ मैले 40 रुपियाँ मुठामा लिएको। हेरी छ, अब कसैले 40 भन्छ, कसैले 50 भन्छ, त्यस्तै छ। अनि यस्तो स्क्वास फर्सी पनि हेरी रहेछ, कसैकोमा अब 60, 50, 40 रुपियाँ केजी त्यस्तो रहेछ। अनि त्यहाँबाट यो साग चाहिँ यसलाई चाहिँ मैले 40 रुपियाँ मुठामा लिएँ। अनि त्यहाँबाट साथीहरू हजुरहरूलाई कस्तो लाग्छ यो सब्जीहरू? मैले लिएको यो सब्जीहरू मलाई चाहिँ यस्तो मनपर्छ। अनि त्यहाँबाट चाहिँ मैले यो लिएँ। अब मन पर्नु त अरू पनि थुप्रै मन पर्छ नि। अब जुन देखो अब त्यही खाउँ लाग्ने। अब सागसब्जीहरू हरियो परियो, अब तोरीको सागहरू पनि एकदमै मनपर्छ। अनि त्यहाँबाट काउलीहरू त्यस्तोहरू साथीहरू। फेरि मलाई चाहिँ अहिले चाहिँ किनकि अब बर्खाको टाइम भएको हुनाले अब यस्तो अलिकति सागहरूमा चाहिँ किराहरू हुने, अनि काउलीहरूमा पनि किराहरू हुँदो रहेछ। अनि त्यही भएर चाहिँ मलाई चाहिँ फेरि त्यो किराहरू देखेपछि चाहिँ खानै मन लाग्दैन क्या। एउटा किरा मैले चाहिँ अब भेटेँ भने चाहिँ केलाउँदाखेरि भेट्यो भने चाहिँ मलाई चाहिँ मनै पर्दैन। म चाहिँ सबै नै फ्याँक्छु। एउटामा भेटेँ भने पनि म चाहिँ सबै नै फ्याँक्छु, त्यस्तो छ मेरो बानी। अनि त्यही भएर अब पैसा मात्रै किन फ्याँक्नु, पैसा जान्छ भनेर म चाहिँ काउलीहरू पनि नलिएको, तोरीको सागहरू पनि मिठो लाग्छ, मैले चाहिँ नलिएको। अनि मैले चाहिँ आज चाहिँ यस्तो लिएँ,
सो यही हो मैले चाहिँ हजुरहरूलाई देखाउनुलाई यो भिडियो बनाएको। यो चाहिँ एकदम भोजपुरै हाम्रो भोजपुर बजार आसपास भोजपुर बजार तिरै यो चाहिँ भोजपुरतिरै यो चाहिँ उत्पादन भएको हो। यो चाहिँ एकदमै अर्ग्यानिक हो। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो हेर्नु भएपछि हेर्नुहोला। अनि यो सब्जीहरू मैले देखाएँ हजुरहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। पक्कै पनि भिडियो हेर्नु भएपछि चाहिँ कमेन्ट गर्नुहोला। मैले चाहिँ अब यतिले सब्जी अब यति ल्याउँदाखेरि अब धेरै लिएर पनि अब बिग्रिहाल्छ ओइलिन्छ। सो मैले चाहिँ यति लिएको। साथीहरू हजुरहरूलाई कस्तो लाग्छ हेर्नु भएपछि पक्कै पनि कमेन्ट गर्नुहोला र मन पर्यो भने चाहिँ हजुरहरूले लाइक शेयर र एक सब्सक्राइब गर्न पनि नभुल्नुहोला। मेरो भिडियोलाई पनि माया गरिदिनु होला, मेरो च्यानललाई पनि माया गरिदिनु होला। फेरि पनि म हजुरहरूको सामुमा यस्तै भिडियोहरू लिएर आउने छु भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। बाई बाई, सी यू अगेन।